अब गाडी कहाँ राख्नुपर्ने हो तलतिर टन्नै अहिले चाहिँ एकपटक हामी यस देवाना थानमा हाम्रा बरबधु साथै बरबधुका गाजीलाई यहाँ देवाना थानमा एकपटक मागको लागि हामी यहाँ बोलाउन निम्ति आउन चाहन्छौँ र त्यसै गरी त्यस पश्चात हामी आजको यस कार्यक्रमलाई अगाडि बढाउँदै हाम्रा मण्डप र हाम्रो मण्डपमा खटिने हाम्रो अलिकति माफी चाहन्छौँ र यस कार्यक्रमलाई हामी सञ्चालन गर्दै भन्नुहोस् कस्तो लाग्छ नाति नै पर्छ हामी किराँती आजादका भेट्ने आफन्तजनलाई इज्जत गर्ने मान मर्यादामा हामी किराँती र जहाँ पनि भेट्छौँ हामी यो पनि नै आफन्त नामलाई सोधेर हिँड्ने हामी प्रतिदिन पुजारी हौँ भनेर दर्शाउँछौँ र यसरी हामीले देवाना थानमा आज यो मजलको मासुलाई झुकाएर हेर्छ आफ्नो किपटलाई चारी सिङ भनेको यसलाई है आफ्नो किपट सात सिमानाले यसरी हामीले आफ्नो झन्डा गाडेर हिँड्ने गर्छौँ र आफ्नो सात सिमानामा हामी अर्काको सात सिमाना कस्तो जान्दैनौँ भने हामी सोझा छौँ त्यसरी आफ्नो सात सिमानामा हामी हिँड्ने गर्छौँ र हजुर देखिसक्नुभएको सिन्धी चारी सिन्धी जसलाई चाहिँ एउटा किपटको सिन्धी भन्छ एउटा किपटलाई छुट्याउने सिन्धी जहाँ चाहिँ हजुर हामीले झन्डा गाडेर आफ्नो हाम्रो साथमा हजुरहरू सिन्धी गरेर यो देवाना थानलाई आज माग गरेर हजुरहरूको पनि इच्छा आकाङ्क्षा हो यो देवाना थानलाई सम्झेर हाम्रो कमिटीले अवश्य नै हजुरहरूको त्यस गुफालाई पुरा गर्छ भन्ने हामी आशा राख्दछौँ र यसरी एमएससीले भगवानले छोडे पश्चात अब हामी माग गरेर माग सेवा यहाँ सेवा गरेर मध्य आकाश कमिटीलाई सम्झेर यो सम्झेर यही अन्तर गर्दछौँ भिडियोमा आउँछ अब एकदम आफ्नो कस्तो लागिरहेको छ आज बिहामा र त्यसै गरी हामी यहाँका दुला राजाका बाबाआमालाई पनि यहाँ निम्ताउन चाहन्छौँ अहिले बेहुला बेहुलीलाई उयो बेहुला बेहुलीलाई पर्छ नि एकछिनमा लाउनु हाम्रो राजाको सिली टोलीद्वारा है हामी आज यहाँ हाम्रो मामाको छोरी मामाको नातिनी पऱ्यो त नातिनीको बिहामा है लाखपछि सिसिका आज हल्का अलिकति पानीले चाहिँ अलिकति गइदियो है राम्रो छ हाम्रो यहाँ आजीहरू आनीहरू छौँ सबैजना आएको आज जुलुम लाइनमा चाहिँ यसरी बस्नु पर्यो है भिडभाड भित्र चाहिँ यस्तो लाइन छ दामी दामी हाम्रो अझै यति बेला त हो भेटघाट सबैसित होइन अब अरू बेला त भेटघाट हुँदैन सबै आफ्नो धुनमा हो सरले खाएर जानुभयो
हाम्रो यहाँ इनामको छ यस्तो लाइन छ यो लाइन चाहिँ अब यसरी अब क्रस गरेर जानु पर्यो खाना खानेको लाइन चाहिँ हाम्रो उहाँहरूमा आइपुग्नु भएछ सन्चै है त्यही त अब हामी चाहिँ प्लेटको वेटिङमा चाहिँ मलाई विदित छ र एक कटुसको दाना खाँदा खाँदै अचानक बँदेलले आएर त्यो कटुसको अन्नबालीको हालिसके पश्चात अन्नबालीलाई आफ्नो अन्नबाली राम्रो होस् भन्ने प्रार्थना कल्पना गर्दै उहाँले गर्नुभएको चिनीलाई हामी माग चिनी भनेर चिन्छौँ। यसरी म गोरुडी कक्षामा पनि भयो भयो ल दामी भेट्यो टक्कै है दामी र सबै घोषित चिनीको नक्कल आएन नि आज उयो पनि यो मौसमले हामीलाई साथ दिएको जस्तो हामीलाई अनुभव भइरहेको छ र विशेष हजुरहरूको फोटो सेसन यहाँ अब जुलुम निस्किनेहरू चाहिँ अब आम्बो जुलुम आम्बो जुलुम फोटो सेसन पनि भयो अब सबैजनाको परिवार हो दामी आएकोले गर्दा चाहिँ गाडी राख्ने जग्गा छैन हो र त्यसले गर्दा चाहिँ गाडी चाहिँ मैले तल राखेर आएको छु अब यतै ल्याउँला जस्तो छ यस्तो छ झमाझम 1 किलोमिटर जस्तो टाढोमा राखेको छु गाडी चाहिँ हेरौँ अब कहाँ चाहिँ राख्नुपर्ने गाडी त आएको छ हो बाटो हो दुईवटा गाडी छिर्नु अप्ठ्यारो अब हेरौँ कता चाहिँ राख्नुपर्ने दम रहेछ फेरि गाडी अब यसरी छिराउनु साह्रो क्या गाडी यहाँबाट आम्मा छिर्दैन नि गाडी अब यहाँबाट हामी चाहिँ बिहा खाएर चाहिँ फर्क्यौँ है ल आज सर्ट भिडियो यति पनि धन्यवाद थ्याङ्क यू हेरिदिनु भएकोमा ओके बाई बाई